म पास्टर पदम केशर राई। आज म यसरी पोखरा भिलेज रिसोर्टको टप टेरेस अथवा चाहिँ बाल्कनीबाट यसरी भिजुअलाइजेसन गरिरहेको छु। आज चैत 25 गते 2081 साल तदनुसार इङ्ग्लिस इस्वी सम्वत मार्च 7 तारिक 2025 सालको दिन आज म यहाँ 3 दिने पास्टर कन्फरेन्सको लागि आएको हो र यो नेपाल एफजिटी चर्च अन्तर्गतमा रहेका सम्पूर्ण चर्चको पास्टरज्यूहरू यहाँ भेला हुनुभएको छ र हाम्रो केही क्षण पछाडि हाम्रो सेसन सुरु हुँदैछ र मैले यसरी यहाँबाट एउटा मेमोरान्डम अथवा सम्झनाको क्षणको लागि मैले यो भिजुअलाइजेसन गरिरहेको छु र त्यसमा परमेश्वरको वचनहरू पनि के संलग्न गराउने छु र जुन हो यसरी मैले भिजुअल खिच्दै यसरी चाहिँ एउटा मेमोरीको लागि यो भिजुअल खिचिरहेको छु र यहाँबाट तल हेर्दै पनि तल मानिसहरू बसिरहेको देखिन्छ, गाडीहरू पार्किङ गरिरहेको देखिन्छ र यता परतिर गयो भने हाइवे छ। यो लेक साइड भन्छ पोखराको एकदमै टुरिज्म हब्स भएको ठाउँ यो र टुरिस्टहरू नै भरिएको छ र पोखराको मुख्य आय स्रोत पनि टुरिस्ट नै हो र मैले भन्नै पर्दाखेरि बाइबलको केही खण्डहरू पनि म यहाँ समावेश गर्दैछु र बाइबलमा पञ्चपुस्तक भन्छ, त्यसमध्येको व्यवस्था उत्पत्ति, प्रस्थान, लेवीगन्ती, व्यवस्था 5औं पुस्तक। यो 5वटा पुस्तकलाई पञ्चपुस्तक भनिन्छ, जसको 6 अध्यायको 6 पददेखि 9 पदसम्म हेर्ने के भनेको छ भने तिमीहरूले परमेश्वरको वचन आफ्ना छोराछोरी, आफ्ना सन्ततिहरूलाई, आफ्ना भावी सन्ततिहरूलाई होसियार साथ सिकाओ र बुझाओ र त्यो तिमीहरूको लागि एउटा साँच्चै नै भरपर्दो, शक्तिशाली र आधारशिला बन्न सकेको होस् र त्यसै गरेर चाहिँ तिनीहरूको आफ्नो फोरहेड अथवा निधारमा र आफ्नो दाहिने पाखुरामा त्यसलाई कसेर राख, आफ्नो झ्याल डोका र आफ्नो चौकसहरूमा पनि त्यसलाई बाँधेर राख भन्नुभएको छ र त्यही अनुसार यो ठाउँमा पनि आएर मैले परमेश्वरको जीवित वचन यसरी सम्झेर यहाँ भिजुअलाइजेसन गरेर एउटा सानो भिडियो क्लिप बनाउँदैछु। एउटा मेरो मेमोरी हुनेछ। परमेश्वरलाई धन्यवाद भएको होस्। यो नेपालकै सुन्दर नगरी पोखरामा आएर यसरी परमेश्वरको भिजुअलाइजेसन, परमेश्वरको बारेमा बोलेर यो भिजुअलाइजेसन गर्न पाएकोमा परमेश्वरलाई धन्यवाद भएको होस्। हामी यहाँ करिब 150 जना जति पास्टर्सहरू भेला हुँदैछौँ, लिडर्सहरू भेला हुँदैछौँ र हाम्रो वक्ताहरू आइसक्नु भएको छ, पाहुनाहरू आइसक्नुहुँदैछ र हामी यहाँ साँच्चै नै परमेश्वरको महिमामय र उहाँको चाहिँ एउटा आराधनामय हामीले समयहरू बिताउनेछौँ र आशिष प्रशस्त लिएर शान्ति, आनन्द, खुसी र समृद्धि, विजय र साँच्चै नै एउटा गौरव, ढाडस, प्रभुत्व, वर्चस्व लिएर हामी फिर्नेछौँ। परमेश्वरलाई धन्यवाद भएको होस्, परमेश्वरको महिमा भएको होस्, आदर, भक्ति, सम्मान हुन सकेको होस्। परमेश्वरलाई धन्यवाद।